मेरो फिडमा चाहिँ कति दिनदेखि यो म्यागी 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 मात्रै आइरहेछ, त्यसैले आई एम गोइङ टु मेक दिस म्यागी टुडे। 2 मिनटमा म्यागी बन्छ भन्ने कुरा चाहिँ एकदमै ठुलो भ्रम हो, किनभने 2 मिनटमा त म्यागीको प्याकेट पनि खुल्दैन। त्यसैले तपाईहरु यो भ्रममा चाहिँ नपर्नु होला। यो म्यागी ल्याएर भुक्लुक भुक्लुक तातो पानीमा उमालेर चाहिँ मैले एउटा प्लेटमा ट्रान्सफर गरेँ अनि चिसो पानीमा धोएँ। कहिले कहिले यस्तो मिठो बनाउने चक्करमा चाहिँ यस्तो नमिठो पनि बन्दिरा हुन्छ। आज हेरौँ है त। प्याज अलिअलि भुटी भाटी पारेर यो खुर्सानी र लसुनको चाहिँ पेस्ट बनाएँ। यसमा मसँग धुलो खुर्सानी थिएन, त्यही भएर सुकेको खुर्सानीलाई चाहिँ पोलेर अनि सिलौटोमा थिचेको। यति मसलासम्म त ठिकै थियो। अब मसँग फेरि त्यो हरियो भिजाएको उसिनेको केराउ पनि थियो, त्यसलाई पनि किन बाँकी छोड्ने त भनेर हालिदिएँ त्यसलाई पनि। अब त मलाई त तरकारी नै पकाउन लागेको जस्तो फिल आइरहेको थियो। फेरि ठिकै छ कन्सन्ट्रेट अन म्यागी भनेर त्यसपछि चाहिँ मैले त्यो म्यागीको मसला खोलेर अनि हालेँ। अब पालो चाउचाउ हाल्ने, आई मिन म्यागी हाल्ने। यताउता भिडियोको चक्करमा यो म्यागी त फेरि डल्लो परिसकेछ। यसलाई फेरि काटा चम्चाले यताउता फर्काई औकातमा लिएर आएँ। ल अब चाहिँ अलि मिठो मिठै होला जस्तो देखिरहेछ। अब उसिनेको म्यागीलाई कति पकाउने, यति गरेपछि त रेडी पनि भइहाल्यो नि। ल अब चाहिँ पालो टेस्ट गर्ने। टेस्ट गर्ने पनि के भन्नु, थोरै खानेलाई पो टेस्ट गर्ने, धेरै खाँदा त खाने, धेरै खाने। तिन हतार भएर छिटो छिटो खाने भएको अनि धन्नै पोलेन जिब्रो। ओभर मिठो चाहिँ भएको होइन, तर एक्सपेक्टेड भन्दा चाहिँ मिठो नै लाग्यो मलाई। पकाउँदा पकाउँदै त ल बर्बाद भयो जस्तो लागेको थियो, तर मिठो भयो। अब हजुरहरू पनि खाजा बनाएर खानुस्, धेरै मेरो भिडियो मात्रै नहेर्नुस् अनि आँखा नलाउनुस् है त। ल पछि भेटौँ ल अर्को भिडियोमा। बाई बाई भनिसकेँ त मैले।